के मिल्थ्यो ठ्याक्क भन्नु जोडी मिल्थ्यो होला जोडी अब फर्स्ट अब मेरै मुखले चाहिँ अब सुन्नु मन लागेको रहेछ हैन यता जोडी मिला भनेर तर उमेरले दिएन हजुरको डायलग खाएन भन्ने नाना हो कि मै हो आज चाहिँ खासै धेरै भ्लग बनाउँदिनँ सो आज चाहिँ तपाईँहरूलाई एकदमै ठुलो सरप्राइज छ मेरो साथमा हुनुहुन्छ आज मेकअपले गर्दा अर्कै देखेकी छु आफैले चिनेन अनि हेर्नुहोस् अब दिदी भनेपछि यता भाइ भइहाल्यो होइन ह्यान्डसम मेरो भाइ प्रकाश गाइस मैले उसलाई 30 इयर्स भन्थेँ होइन अब भन्थेँ तर ऊ चाहिँ ओन्ली 22 इयर्स होला लाइक यस्तो मेन्टेन गरायो मेन्टेन गरेर भने ऊ अब छक्क बसिरहेको होइन मेन्टेन यस्तो गरियो कि उमेरभन्दा ठुलो देखिने अब हाम्रो चाहिँ दिदी तपाईँ काठमाडौँ कति जानुभयो होइन पहिला पनि आएको तर यसरी लङ टाइम पछाडि लाइक पहिला पहिला 5 वर्ष अगाडि मेरो श्रीमान विदेशबाट आउनु हुँदाखेरि लिन आएको थिएँ ए भिनासुरु बाहिर हुनुहुन्थ्यो यता मलेसिया साउदी पनि जानुभएको हो दुबई पनि तर लिन आउँदा चाहिँ कताबाट मलेसियादेखि आउनु ए बाँकी कुरा एकछिनमा गर्छौँ है त एकैछिन पहुँच गरेको भनेको त स्वतन्त्रबाटै जानेहरू गरेर यो पनि जीवन घिसिङलाई पनि निकालेर गलत गरिहाल्यो त्यसको पनि एकदमै आन्दोलन चल्दै रहेछ नेपालमा 18 घण्टासम्मको लोड सेडिङलाई कन्ट्रोल गरेर यत्रो हामीलाई चाहिँ बत्ती दिएको छ सबै ठाउँमा बत्ती दुर्गम क्षेत्रमा पनि उडाइदिएको छ नेताहरूले के गरे होला है तर हामी यस्तो राजनीतितिर मजा हामीले पाएको नै होइन हामी त कलाकार क्षेत्रमै बस्छौँ डिप्रेसनमा पर्न आएको देशको विकासको कुरा गर्दा पुरानो मान्छेहरू छोडिदिनु पर्यो साथसम्मको साथ नयाँ युवा तर एजुकेटेड मान्छेलाई घरभित्र जग्गा किन अब हामीले चाहिँ 20 तारिक प्लान गरेको जग्गा घर सबै एकैचोटि दिन्छौँ 1-2 वर्षमा बस्छौँ मजाले ब्याङ्कमा जग्गा घर चाहिँ एकैचोटि दिने होइन कि यस्तो चाहिँ गर्ने क्या तपाईँहरूले राम्रै ठाउँमा अलिक जग्गा कि त्यसको गर्ने जग्गाले गर्दै जाने जग्गा चाहिँ एउटा दिन्छ तपाईँले एप्रुभ पनि घरमा चाहिँ एप्रुभ गर्छ त्यो जग्गाको दामको अर्को हुनुपर्छ नि त होइन अब अहिले 2 लाख किनेर जग्गा अर्को 4 लाख हुन्छ के ढिला गरिदिएको मलाई लोन अलिकति बढी तिरे पनि त्यसलाई चाहिँ त्यो तपाईँले इन्भेस्ट गर्नु तर हामीले पहिला गएर भएको कारण हाम्रो अलिकता दिन्थ्यो त्यही भएर ल्याउँथ्यो अनि त्यसले गर्दाखेरि लोनले गर्दा नै हामीले बिक्री गरेर त्यही भएर अब चाहिँ कुखुराको ढुङ्गुली पाइएन होइन खसीको के भन्छ बुन्तुली भन्छ बुन्तुली चाहिँ आजै बरु अन्डा चाहिँ हुन्थ्यो होला होइन खसीको होइन खसीको अन्डा बोइल गरेर फ्राई गरेर नबोल्ने कुराहरू बुढाबुढीको बानी हुन्छ नि त मलाई चाहिँ फेरि उहाँहरू त्यसको एकदम बुढाबुढीहरू खाउने बानी हुन्छ खाए ल दाउरा ए दाउरा
यता हेर्नु न म फोटो एउटा खिच्छु नि उहाँलाई पनि भन्नु न यता हेर्नु नि ल यता हेर्नु ल होइन त्यो चाहिँ पाइँदैन हजुर हजुरको डायलग मलाई चिन्नुभयो हजुर खाएन खुसी लाग्यो थ्याङ्क यू ओके त्यो पनि 100% मबाट सोधिदिन्छु आज लुक चेन्ज गर्दा पनि कस्तो चिन्नु भएको अन्त त नर्मल लुक्समा हुनुहुन्न नि त आज ड्रेसअपहरू ड्युटीले खाने बिजाम भन्छु भन्नु पर्दैन थियो सो हाम्रो अलमोस्ट डिनर सकिसकेको छ गाइज सो थ्याङ्क यू सो मच विनिता दिदी आई लभ यू सो मच थ्याङ्क यू यति धेरै माया गरिदिनु भयो दिदीको लागि म थ्याङ्क यू सो मच यति लाइक हुन्छ नि यति छोटो समयमा दिदीसँग यति धेरै क्लोज भएँ है सो दिदीसँग चाहिँ क्यामेराको रिल्स भन्दा पनि फ्यामिलियर सम्बन्ध धेरै राम्रो भएको छ अबको दिनमा चाहिँ दिदीलाई कस्तो लाग्यो मसँग भेटेर एकदम खुसी मेरो आफ्नो कान्छी बहिनी जस्तो लाग्यो आजको दिदीको म कान्छी बहिनी त विनिता अस्मिता नाम पनि झन् लास्टमा टाटा मिल्छ अस्मिता र विनिता मिल्छ नि त नाम त्यही भएर हामी मान्छे मिलेको हो अनि नागचुची र छेप्ची तर अस्ति रमाइलो हुनुहुन्छ क्या दिदी यस्तो फ्रेङ्कली हुनुहुन्छ यस्तो मायालु हुनुहुन्छ है खुसी लाग्यो हुनुपर्छ एकदम खुल्ला ओपनले होइन हामी सबै नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबा है हो नि मलाई चाहिँ कसैलाई पनि त्यो यो उस्तो त्यो उस्तो भन्नु मन लाग्दैन कि हामी पनि होइन गाउँघरमै जन्मियौँ कि गाउँघरकै वातावरणमा है सबै समेटेको हरेक कुरा थाहा छ नि त त्यही भएर मलाई एकदम मनपर्छ आफ्नो गाउँघरमा चाहिँ होइन म जहाँ बस्नु रमाइलो त लाग्छ होइन तर मलाई अलमोस्ट सबै नै मनपर्छ म जोसँग पनि मिल्न चाहिँ एकदम तयारी छु कि बुवामा जस्तोसँग पनि आफ्नो एजकोसँग पनि आफ्नो छोराछोरी जस्तोसँग पनि है म जस्तोसँग पनि म मिल्छु सो हाम्रो भाइ हुनुहुन्छ प्रकाश फेरिहरू प्रकाशलाई धेरै हलाउँदैन प्रकाशले अब 10 वर्षसम्म बिहे नगर्ने दिदी बिहे गर्ने उमेर पुरा कम्प्लिट हुनु पर्यो नि त छोराको अझ टिनेजर होइन जम्मा 20-22 वर्षमा बिहे गर्यो भने चाहिँ आफ्नो खुट्टामा चाहिँ बलछोडा हानेर ओरा आउँछ नि फेरि केही नभनेर हो नि त होइन हामी यता जोडी मिलाउँ भनेर तर उमेरले दिएन हामीलाई सुरुमै दिदीभाइको साइनो लागिगयो अब के होइन कि अनि 22 वर्ष भनेछ नि कसरी हुन्छ के अनि म 22 वर्ष होइन एटलिस्ट केटा मान्छे होला अलिकति एज बढाउनु पर्छ नि त अनि ऊ पनि अब ठ्याक्कै साँचो बोलिदिएर फेरि म अलिकति जेठो रहेछु कि मैले सुरुमै बढाए पनि जन्माउने आमा यहाँ छु नि त अब फेरि दिदीले झुटो नबोल्ने सुरुमै अलिकति झुटो बोले पनि कागजले झुटो बोल्दैन नि त अलिकति मैले चाहिँ 30 त धेरै नै भयो 28 भनेको भए चाहिँ हुन्थ्यो
लाइक त्यसमा अब के हाम्रो एज हाम्रो जोडी मिल्थ्यो त जोडी त अहिले पनि मिल्छ अब आमाको छेउमा हेर छोरा हो छोराले छोराकै बेउरा चाहिँ खायो तपाईँ चिन्ता नगर्नु म तपाईँलाई कहिले दुःख दिँदिनँ म तपाईँलाई सधैँ यस्तै माया गरिरहन्छु हुन्छ हो अब जे भए पनि अब मलाई लाज लाग्यो लाज लाग्यो अहिले नै लाजै हालेको प्रकाशलाई लाज लाग्छ न मलाई लाग्दैछ अबि लाग्दैछ अरे आयो दिदी प्रकाश हाम्रो प्रकाशको फेस रातो भइसक्यो ऊ नर्भस भइसक्यो गाडी पहिलो शब्द आज सुनेको मैले छोराको मुख गरेँ यस्तो के सुन्नुभएको आज भन्नु आज यस्तै होला अघि अब मिल्थ्यो होला होइन मसँग यस्तो उमेरको उयो होइन डिफ्रेन्ट नभएको भए त मिल्थ्यो होला भन्ने कुरा गऱ्यो नि त उसले के मिल्थ्यो ठ्याक्क भन्नु जोडी मिल्थ्यो होला जोडी अब फर्स्ट अब मेरै मुखले चाहिँ अब सुन्नु मन लागेको रहेछ होइन ओ माई गॉड यो चाहिँ दामी जान्छ हामी फ्रेङ्कली हुनुपर्छ अरू जस्तो घुसघुसे बरु बाहिरी त डुलाउँदै हिँड्ने भन्दा बरु ठ्याक्कै अगाडि तर हामीले यस्तो चाहिँ बिहान दसिङ पनि हामीले केही पनि बोलेको थिएनौँ बोलेको थिएन यो हामीले क्यामेराकै अगाडि बोलेको हो अनि फेरि प्रकाश त लास्ट ह्यान्डसम पनि होइन फेरि कस्तो इनोसेन्ट पनि होइन अनि क्या हुन्छ नि कस्तो केटीहरूले चाहने भनेकै त्यही त हो नि डिसेन्ट अनि एकदम केटी आफूलाई केटी मान्छेलाई रेस्पेक्ट गर्ने मान्छे होइन अनि एकदमै अनि त्यो चाहिँ सबै उमा छ नि त होइन अनि त्यो भएको कारणले यस्तो केटाहरूप्रति चाहिँ सबैको पनि नजर जान्छ क्या इफ कोही पनि मान्छेले धन मन रूप र स्वार्थी छैन भने केटी मान्छे होइन उसले चाहिँ बेस्ट पार्टनरै रोज्नु पर्छ क्या होइन दिदी हो त्यसमा चाहिँ अनि फेरि ठ्याक्क झट्ट नजर मलाई गाह्रो भयो मेरो छोरालाई यस्तो इमोसन शब्द बोलेर किन रुवाएको उहाँको पुग्दैछ Oh my god! यो हाम्रो के भइरहेछ यहाँ के भइरहेछ जस यो चाहिँ हामी क्यामेराको अगाडि रमाइलो गरेको बाँकी बिहाइन्ड द सिनमा चाहिँ हामी एकदमै दिदीभाइ नै छौँ है लास्टमा दिदी दिदी भनेर कट यो चाहिँ कट यता दिदीले यता सपोर्ट आएर तपाईँले सपोर्ट गरेर उसले चाहिँ दिदी भन्छ लास्टमा हेर्नु छैन होइन तर मसँग नम्बर पनि छँदैछ अरू नम्बर पनि छ अरे म त यसो विनिता दिदी भनेर वाट्सएपमा एड गर्छु उसको प्रकाशको फोटो आउँछ होइन अनि हे एकछिन म कन्फ्युज भयो क्या ए प्रकाशसँग बोलिरहेको रहेछ भनेर तर म दिदीसँग चाहिँ छैन मैले किनभने मेरो आफ्नो नम्बर मैले कसैलाई पनि म त मम्मीको पर्सनल म्यानेजर हो नि त अनि सबै उहाँको चाहिँ मैले आफैले नै ह्यान्डल गर्छु जसको मेसेज आए पनि अनि नम्बर पनि उहाँको जस्तो मेसेज आयो भने त फेरि म चटपट रिप्लाई दिन्छु मलाई यस्तो हाँस्न मिलिरहेन होइन यस्तो हाँस्थ्यो होला तर उहाँ रेस्लर हो अलिक डर लाग्छ भरे मैले प्याट्ट कुटेर भक्लक्क ढालिदिनु भयो भने चाहिँ गाह्रो हुन्छ तर अहिले उहाँले फाइटिङ छोडेर कलाकारितामा हुनुहुन्छ जहाँसम्म लाग्छ अब चाहिँ त्यस्तो कुट्नुहुन्न अब कुट्न डर म माया मात्रै गर्छु तपाईँहरू दुईजना मलाई छोडेर नजान्छ म त एकदम पागल भइसक्यो प्रेम मारेका यता दिदीको मायामा जस रमाइलो भयो आजको नाइट हाम्रो एकदमै रमाइलो गयो हाम्रो अस्मिता म्यामसँग दिदीभाइ भन्दै थियो अब यता म म्याम भइसक्यो यता सर भइसक्यो अब दिदीभाइको रिलेसनलाई अब कट गरेर म्याम र सर मिलाउँछ नि बिस्तारै लेभल अप गर्छु अरे अनएक्सपेक्टेड आयो है ल मलाई चाहिँ आउँछ हल्का मनबाट लड्डु फुट्न लाग्यो अब चाहिँ के होला कि जस्तो भयो होइन अब जे हुन्छ बिहान त सेम क्यामेरा पछाडि हुन्छ है त अब मान्छेलाई क्युरियोसिटी हुन्छ कि